नमस्ते, जय मसी सबैलाई मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज धेरै दिनपछि यो हिउँले गर्दाखेरि धेरै दिन भयो यो भिडियो नबनाएको। आज चाहिँ फेरि बल्ल तल यसो ज्याकेटहरू लाएर बाहिर हिउँमा निस्किने जमर्को गऱ्यौँ। हाम्रो अटोवामा चाहिँ अलिकति हिउँले गर्दाखेरि चिसोले गर्दाखेरि गाह्रो छ। पहिलाको सालहरू जस्तो यो साल अलिक हिउँ परेन भनौँ न। अटोवामा चाहिँ सालैपछि हिउँ घटेर जाँदैछ। तर अरू प्रोभिन्स अरू सिटीतिर चाहिँ एकदमै धेरै परेछ। हिउँले धेरै विजय गरेछ। हाम्रो अटोवामा त्यतिको विजय गरेन। पोहोरभन्दा त अलिक गरेको छैन भनौँ। अब अझै फेब्रुअरी भरि नै छ। हजुर, पोहोरभन्दा अलिक आयो। आज जनवरी सकियो। आज अन्तिम आज अन्तिम हो नि त। 31 भोलि पहिला तारिक। आज जनवरी 31 को दिन लास्ट हो नि त। त्यो भिडियो हिउँदो महिनामा चाहिँ यसो युट्युबको भिडियोहरू बनाउनु, फोटोहरू खिच्न पनि अलिकति गाह्रो लाग्छ। यस्तोहरू लाउनु पर्ने हुन्छ, किनभने अलिक अनि यस्तोहरू लाउनु पर्ने हुन्छ। अनि टोपीभित्र अर्को टोपीभित्र अर्को टोपी, अनि जुत्ता पनि डह्रो लाउनु पर्ने हुन्छ। अनि अस्पट लाग्छ। अनि क्यामेरा खेलाउनु पनि सहज हुँदैन, यस्तो छ। अनि यसो क्यामेराको डिस्प्ले छुयो क्लिकै हुँदैन। पेन पनि डबल पेन चाहियो। यसले गर्दाखेरि त्यहाँ माथि भित्रबाट फेरि बर्खा महिनामा चाहिँ एकदमै राम्रो हुन्छ। हजुर, त्यतिखेर चाहिँ भिडियोहरू पनि बनाइन्छ, फोटोहरू पनि खिचिन्छ। यसो बाहिरतिर मनोरञ्जन गर्ने डुल्नु सबै बर्खा महिना। बर्खा चाहिँ यहाँ हिउँदो जस्तो छ। हजुर, जाडो कतिको भइरहेछ बाउ? जाडो छ नि। किनभने ल, अटोवामा भएका बिल्डिङहरू चाहिँ यिनी हुन्। पत्ला हावा हामी चाहिँ यस्तो चलिरहेको छ। ठुलो बिल्डिङमा बस्दैनौँ, सानो बिल्डिङमा बस्छौँ। हावा नचल्नु हो नि त, तातो यो भन्छ। चाहिँ ठुलो एपार्टमेन्ट बिल्डिङहरू, 15 तले हावा चलिरहेको छ कि? हजुर, हावा चलिरहेको छ कि? हावा चलिरहेछ। त्यसले गर्दाखेरि चाहिँ अलिक जाडो। यत्रो हिउँमा पनि ज्यालो एकदमै ज्यालो चाहिँ यो रुखहरू। यो साल पनि धेरै किसिमको हुँदो रहेछ। यो अर्कै खालको सल्लाह हो, यो अर्कै खालको, त्यो अर्कै खालको, त्यसरी छ। के अरे हो? सल्लाह, गोब्रे सल्लाह, ठिङ्गुरे सल्लाह, कुनै के सल्लाह हुन्छ हौ। यो यस्तो हिउँमा पनि मर्दैन, ज्यालो हुन्छ। ज्यालो रहेछ नि, हतपत पातै झर्दो रहेछ नि त्यसको। पात झर्दैन नि, एभरग्रिन भन्छ नि। जहिले तहिले पनि हरियै हुने, सदाबहार। हामी क्यानाडामा 2012मा आइपुगेर हाम्रो स्कुल जाने बाटो चाहिँ यहाँदेखि आउँथ्यौँ। यो दुईवटा यो बिल्डिङको चेपदेखि यस्तो भएर यहाँदेखि हिँडेरै जानुपर्छ स्कुल जाने बाटो। यो स्कुल जाने बाटो हो। आज धेरै समयपछि यो बाटो आइयो।
अनि बर्खामा चाहिँ यहाँ एकदम हिउँद जस्तो सुक्खा दिन हो नि उल्टा होइन? छ हिँड्नु डुल्नुलाई सजिलो, पानी त्यति आउँदैन हो। अँ, अनि यसो जङ्गलतिर घुम्न डुल्न जानलाई धेरै सजिलो हुन्छ। उम्। भिडियो बनाएर हिँड्नु बर्खामा सबै फुलहरू पनि फुल्ने गर्छ रमाइलो हुन्छ। हरियालीले छाउँछ अनि यसो धेरै विभिन्न साथीभाइसँग कार्यक्रमहरू हिँड्यो, आउटडोर भन्छ गफ गर्दै बाहिर गर्ने कार्यक्रमहरू त्यही समयमा आयोजना हुन्छ अनि रमाइलो यसो गीत सङ्गीत बजाउनेले बजाइरहेका हुन्छन् खेल खेल्नेहरू खेलिरहेका हुन्छन् त्यो चाहिँ बर्खा महिनामा हिउँदोमा पनि सक्नेले चाहिँ घरभित्रै खेल्छन् यो हामी हिउँको घरभित्र चाहिँ चिप्लिने खेलहरू हुन्छ मजाले हिउँमा चाहिँ रमाउने छ भने चाहिँ एकदमै समय गएको राम्रो मनोरञ्जन लिन सक्छ तर हिउँमा चाहिँ मन नपराउने मान्छे हुन्छ यहाँ जस्तो होइन सन्चो सुविस्ता छ भने चाहिँ हिउँमा हिँड्नु पनि मजै छ। विशेष गरेर बाउलाई चाहिँ चिसो मन पर्दैन हावा चाहिँ आउनु हुँदैन हिउँमा हिँड्दा। हावा आयो भने त मान्छे उम्, ठाडोको ठाडै भइहाल्छ हिँड्नु सक्दैन। किनभने हावा आएन भने त बेसी हावा आएपछि त बोल्नु ओर्नु सक्दैन नि त। सक्दैन बोली नै अब बन्द हुँदै जान्छ, जिब्रो लटपटिन थाल्छ।